ल हेर्नु है साथीहरू, आज यहाँका मान्छे कतिसम्मका हुन्छन् भन्ने कुरो म देखाउन गइरहेको छु। यो ग्यास भ्याइयो हो किन, मेरो यति मात्रै जिरा मात्रै हालेर ग्यास भ्याइयो, यो चल्दै चल्दैन। अनि यो ग्यास आउन लाग्छ, यहाँ सरकारी ग्यास हो, लाग्छ टाइम। यो सबै तरकारीहरू काटेर राखिसकेको थिएँ, फ्रिजमा राखेँ। अहिले यहाँ छिल्काहरू छ। अनि पछि मलाई भाँडा धुन लगाएँ, किनभने यहाँ टाइम लाग्छ नि त अब गर्न, ग्यास आउनु न आज। अनि भन्छन् दिदी आज मेरो कामले आउनु न, दुईतिर जा। अब के गर्ने, बाध्यता। नगरम भने काम छुट्ला भन्ने डर, गरम भने हेर्नुहोस् भाडा कति छ। ल हेर्नुहोस् यहाँदेखि भाडा छन्। यो खाना नबनाउँदाखेरि कहीँ छुट्टी भयो जाता नि भनेर भन्छन् कि भनेर खुसी भएको, पुरा मलाई भाडा धुन लगाए। अब म दिन्छु भाडा, यहाँ पखाल्छु। यसरी धुनुपर्छ भाडा, भ्याइन्न होइन। यो बाँधेको कपडा पानी नपरोस् भनेर